हेलो गुड मर्निङ गाइजहरु सबैलाई नमस्ते मेरो दाइको भ्लगमा हैन म चाहिँ अलि ठुलो देउसीको स्वरमा बोल्न कमान्डर हो अनि अहिले चाहिँ यहाँ टिका लाउन आइरहेको छु अनि अहिले पछि चाहिँ देउसीले जाने हो अनि अहिले चाहिँ उता म चाहिँ नलगाडतिर जाने हो टिका लगाउन यहाँ टिका लगाएर अनि भ्लगमा हजुरलाई स्वागत छ र हजुरले यो भ्लग हेरेर लाइक सब्स्क्राइब गर्नु होला कमेन्ट पनि गर्नु होला तिहार सेलिब्रेसन हुँदैछ यहाँ सबै रेडी मेरो बहिनी सबैलाई तिहारको शुभकामना छ अब केही समयपछि हाम्रो टिका लाउने कार्यक्रम हुँदैछ है सब रेडी हुँदैछन् गाइजहरु टिका लाउने तयारीमा हो हामी चाहिँ उहाँ केही भन्न चाहनुहुन्छ के भयो देउसी लगाएर के गरी कहिले हान्ने आऊ त्यो खेल्न जानु भएको हो देउसी खेल्न केही भनिदिनुहोस् आज विशेष गरेर आज एकदम हर्ष उल्लाह र पर्वको उज्यालो आज पर्वको भाइटिकाको आज दिदी भाइहरू बिचमा टिका लाउने दिनको पर्वको आज सम्पूर्ण नेपाल दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु हाम्रो अब केही सुरुवात हुँदैछ यहाँ रेडी हुँदैछ है त तपाईँ केही भनिदिनुहोस् के भन्नु अब उहाँ केही भन्न चाहनुहुन्न भनिदिनुहोस् हामी आउँदैछु टिका लाग्यो यहाँ सारी भयो सुल्टी बाट्दैछु गाइस उहाँहरू रेडी हुँदै हुनुहुन्छ है यहाँ बस्ने काम रेडी भइसकेको छ अब टिका लाउन स्टार्ट अब केही समयपछि हुन्छ जीवनको भाइ उते पर्नु यो पनि चलाउनु पर्यो दाइको होला क्या फोन ठुल्दै भिडियो कल लुकाए लुकाए टिभी हेरेर जाऊ मोटो भयो त्यहीमा अर्को लाउनु त केही हुन्न देखिन्छ त उता बुवा रोबिन फोटो यो मेरो नगरे त्यो राजा राजाजी म आउँछ यहाँ पक्कै पक् कपाल पनि खोइ थियो के तेरो हो तिमी एक कलर त हाम्रो हुन सक्छ यार तिमी लगाउने हो फेरि ल्याटिए त यहाँ त्यही त
अन्त भिडियो बनाउँछु भाइयो देउसी ahai शर्मिलाई खान देउसी ahai राम्ररी भन देउसी ahai यो घर देउसी ahai जेठा छोरा देउसी ahai देउसी ahai यो घरका देउसी ahai कान्छा छोरा देउसी ahai पाइला देउसी